रोको त सरकारी गाडी छ शनिबार चाहिँ यो के हो सेकुवा कर्नरमा सरकारी गाडी देख्नुभयो यस्तो छ गाडी कसको गाडी कसको तपाईँको कहाँ जानु लाग्नुभएको शनिबार होइन र आज त शनिबार होइन र कहाँ बनाउनु पास बोकेर हिँड्नुभएको छ त हिजो कस्तो हिजो को आउनु भयो गाडीमा भन्नु त कहाँको गाडी हो यो धादिङ कहाँ हो धादिङ कहाँ हो भन्नु न धादिङ कहाँ हो भन्नु त गाउँपालिका गाडी हो हिजो बनाउन आएको थिएँ हिजो भ्याएन अहिले फर्किनु लाग्यो एक्लै कोही पनि छैन म भर्खर ग्यारेज गर्नु को हुन्छ भित्र कोही पनि छैन देखाउनु त हजुरले खाना खानु लाउनु भएको ठाउँ देखाउनु खाना भर्खर अर्डर गरेँ भर्खर अर्डर गरेँ अनि कर्मचारी नहिँड्ने गरेँ नि यसरी लिएर हिँड्नु मिल्दो रहेछ दाइ अब हिजो पुऱ्याउन ए कसलाई पुऱ्याउनु हुनुभयो धादिङको कसलाई पुऱ्याउनु हुनुभयो हाकिम को हाकिम वर्षासे हाकिम हजुर वर्षासे हाकिम ए हाकिमको नाम चाहिँ सञ्जय बहादुर सेङथन सञ्जय बहादुर सेङथन के हो पोस्ट उहाँको कार्यालय पढ्नु हजुर कार्यालय प्रमुख ए तपाईँको शुभ नाम चाहिँ मेरो भीमसेन अधिकारी हजुर भीमसेन अधिकारी हिजो आउँदा गाडी बिग्रियो उहाँलाई पुरै अनि अहिले अब उहाँलाई हिजै छोडिदिइहालेँ म त्यहाँ ग्यारेजमा छिरेँ ग्यारेजबाट ढिलो म त्यहाँनिर निस्केँ तपाईँलाई थाहा थियो शनिबार गाडी बोकेर हिँड्नु हुन थाहा थियो थाहा छ त्यही भएर खालि कोही छैन पास चाहिँ किन नबोक्नु भएको यस्तो हो हिजै फर्किने गाडी हो हिजै बेला फर्किन्थेँ अनि मिसयुज त भएको होइन नि हजुर मिसयुज त भएको होइन दुरुपयोग त भएको होइन नि ए होइन म्याडम मलाई चिन्नुहुन्छ मैले चिनिस नाम भन्नु त मेरो के अरे म चिन्छु म्याडम चिन्नुहुन्छ मैले के काम गरेँ हिँडेँ नि देख्नु भएको छ अब यस्तो दुरुपयोग त गर्नु भएन नि है फेरि सेकुवा कर्नरमा देखेँ कि मैले अब सरकारी गाडी बोकेर हो ल है त ल हस् धन्यवाद हजुरलाई होइन एउटा म्यासेज राम्रो दुरुपयोग चाहिँ हुनु हुँदैन त्यो चाहिँ है त ल